यस्तो चेस गराइ चाहिँ के गरी भयो भन्दाखेरि गाइजहरु केटाहरूले फोन गरेर जाउँ भन्छ उख्रे हातमा पैसा हल्लाउँदै लाग्यो। हेलो गाइजहरु, वेलकम टु ब्याक न्यू मिनी ब्लग। आई होप सबैजना सन्चै हुन्छ भन्ने मेरो ठुलो आशा छ। सबैजनालाई शुभ बिहानी, गुड मर्निङ हैन त। टक्कसँगले आज चाहिँ केटोरमा भएर लागिसक्यो उख्रेतिर हल्का यसो लरिपुङसम्मको यात्रा गरिदिउँ न त भनेर गाइजहरु हैन त। त्यही हो, हाम्रो यता मनिष सर चाहिँ एकदम बिमारी हुनुहुँदो रहेछ। त्यही भएर चाहिँ हामी बिमारीलाई अब उपचार गर्नुपर्छ भनेर कागज बोकेर लाग्यो उपचार गर्नु भनेर हैन त। बिमारी भएर मर्न आँटेको थियो, हाइ गर्न पनि नसकेर टेन्सन हैन त। त्यही हो गाइजहरु, कसो हुन्छ मिलाएर हेरौँ भिडियो चाहिँ। त्यसपछि हामी हल्का थरक मरिसक्यो भनिसकेपछि लाग्यो उकालो हैन त। त्यही हो गाइजहरु, देख्न सक्नुहुन्छ हामी चाहिँ यता गुरुन्डाँडासम्म आइसक्यौँ। त्यही हो, अनि गुरुन्डाँडा आइयो, त्यसपछि सुरुबाट चटपटे मगाइयो, चटपटे खाइयो, त्यसपछि एक्सट्रिम पनि चेस गर्दै खाइयो। हाम्रो बिमारी मान्छेलाई त खुवाउनु भएन, अनि बिमारी मान्छेले चाहिँ केही खानु भएन, तातो पानी खाएर टाफ हैन त। त्यही हो, हामी चाहिँ अब हल्का पोज दिँदै खाइसकेर लागियो फेरि उख्रेतर्फ हैन त। त्यही हो, अब उख्रेतिर हल्का सानो काम थियो, अनि लरेपुङसम्म घुम्ने कुरो भएर चाहिँ हामी टक्कसँगले उख्रे आइपुगिसक्यो हैन त गाइजहरु। सबसे सुरुमा त अब बिमारीलाई जचाउनु पर्यो नि त। जचाउनको लागि भनेर हामी चाहिँ लाग्यो हस्पिटल हैन त। हस्पिटल छिरेको अब यो त मैले सिटी स्क्यान गर्ने भवन र देखाएकै हो र अनि यो तलको चाहिँ रहेको छ तपाईहरुमा उख्रे हस्पिटलमा रहेको पोस्टमार्टम गर्ने ठाउँ हैन त। त्यही हो, हामीले नै बनाएको, अनि मामाले नि पुरा हेरिरहनु भएको थियो। अनि हामी चाहिँ भट्टाभट हस्पिटलको काम सकेर चाहिँ लाग्यो मासतिर हैन त। अब हाम्रो चाहिँ लरेपुङसम्मको यात्रा भएर हामी चाहिँ लाग्यो लरेपुङतिर। बाटोतिर यो के हो भन्दै मलाई चाहिँ नाम थाहा छैन, कमेन्टमा भन्नु यो के हो हैन त। त्यसपछि केटो पनि पछि हिँडिरहेछ, म चाहिँ अलिक अगाडि। म नराम्रो देखे पनि भ्यू चाहिँ राम्रै देखिरहेको थियो गाइजहरु लरेपुङसम्मको यात्रामा। त्यही हो, केल्मीको ज्याकेट लाउँदाखेरि त म त हिरो नै देखिँदो रहेछु। हिरो देखेपछि त साथीलाई दिने कुरो भएन। अनि त्यो पर देखिरहेको चाहिँ टावर डाँडा हो हैन त। त्यही हो, अनि केटो पनि यता हिँडिरहेछ पुरै टावरमा घुम्न जाने अरे हैन त टक्कसँगले। त्यही हो, टावर चाहिँ गाइजहरु हाम्रो चाहिँ आज भ्रमण रहेको छ त्यहाँसम्मको, अनि त्यहाँ पनि हामी पुग्न आँटिसक्यौँ। फुल भिडियो हेरौँ गाइजहरु कस्तो हुन्छ हैन त। त्यही हो, अनि म चाहिँ मोबाइल देखाउँदै हामी पुगिसक्यौँ लरेपुङको टावर डाँडा हैन त। टावर डाँडाबाट उँधो हेरेको दामी भ्यू देखिरहेको थियो। भ्यू देखेपछि त अब हतार यसो टावर डाँडाको ढुङ्गामा आइयो हैन त। अनि हल्का पोज दियो, फोटो खिच्यो, उँधो हेरेको पुरा दामी देखिरहेको थियो। अलिकति छेउमा गएर हेरेको त गाइजहरु डरमर्दो भिर रहेछ यार। भ्यू मात्र त कहाँ देखिनु नि, भिर पनि धरै देखियो। अनि केटो चाहिँ भिरलाई च्यालेन्ज गर्दै पुरा ओडार मुनि चाहिँ के छ भनेर हेर्नु गइरहेको थियो। त्यही पनि म चाहिँ बादलको भिडियो लिँदै केटाको चाहिँ के गर्दो रहेछ भनेर यसो भिडियो लिइदिएको हैन त। भन्छ कि यहाँभित्र त पुरै कालो छ भन्छ, डरमर्दो भनिरहेको थियो हैन त। त्यही भएर पुरै हेरिरहेको थियो कि अब बाघ छ कि लुकेर बसेको भनेर केटोले चाहिँ हेरिरहेको थियो। म चाहिँ मास्तिरै बसेँ यसो गाउँघर देखाउँदै। देख्न सक्नुहुन्छ गाइजहरु हल्का कुहिरोले छोपे पनि भ्यू चाहिँ दामी नै आइरहेको थियो। यो तल देखिरहेको चाहिँ मेरो गाउँ है गाइजहरु, यो चाहिँ मेरो गाउँ हो हैन त। खुतुम्बु भनेको चाहिँ तीनेरी पर्छ। त्यही हो गाइजहरु, अब यता चाहिँ टावर डाँडा छ, हामी चाहिँ आज टावर डाँडातिर हो, देख्न सक्नुहुन्छ हैन त। हामी चाहिँ आइ भन्दै अब टावर डाँडाको ढुङ्गा चाहिँ तपाईलाई देखाउन गइरहेको छु, हेर्नु हैन त कस्तो हुन्छ। अनि टावरमा घुमिसक्यौँ, त्यसपछि हामी लाग्यौँ अर्कोतिर हैन त। टावर सरलाई यसो हेर्नु पर्यो नि त हैन त। अनि यसो यो चाहिँ के बनाएको गाइजहरु मैले चाहिँ थाहा पाउन सकिनँ, हजुरहरुलाई थाहा छ भने कमेन्टमा भनौँ हैन त। त्यही हो, हेर्नु कस्तो छ एकचोटि हेरौँ र भनौँ हैन त। खासै राम्रो चाहिँ देखाएर छैन है, क्यामेरा क्वालिटी अलिक भएन।
त्यसपछि हामी त्यसो घुमघाम गऱ्यौँ हैन त फोटोसोटो खिच्यौँ फोटोसोटो खिचिसकेपछि अनि हल्का रमाइलो पनि भयो अनि केटो पनि उता आइ गर्दै थियो बा म पनि भाइरल भइहाल्छु कि भनेर होला अनि त्यो पनि भाइरल त हुन्छ नै अनि हामीलाई चाहिँ पुरा कुहिरोले च्यालेन्ज गरिरहेको थियो कि गाइसहरू किनकि एकैछिनमा आउने फेरि कुहिरो अनि फेरि एकैछिनमा पनि हराउने गर्दै थियो त्यही गाइसहरू कसो कसो हुन्छ मिलाएर अनि त यस्तै छ मिनी ब्लग चाहिँ हेर्नु पर्यो अनि टक्कसँगले अब हामी चाहिँ एकचोटि डाँडाको भ्रमण लिऊँ न त भनेर हैन त टक्कसँगले अब लाग्यो डाँडासाँडा यसो घुमघाम गरियो हैन त टावर डाँडा पनि राम्रै रहेछ अनि फेरि टावर लाइन हेर्दै यो चाहिँ एनसेलको टावर हो हैन त लरेपुङमा पर्छ गाइजहरू लरेपुङ टावर डाँडा पनि भन्छौँ कसो कसो हुन्छ सबै मिलाएर हैन त देख्न सक्नुहुन्छ अनि पुरा त्यो चाहिँ नाम पढिरहेको थियो कि त्यहाँ चाहिँ नाम पनि लेखेको रहेछ नाम चाहिँ मैले भन्न चाहिनँ त्यो लेखेको मान्छेले भिडियो हेर्छ भने चाहिँ यसो कमेन्टमा भनिदिउँ हैन त अनि खाजामा अरू केही ल्याउनु भुलिहालिएछ एउटा बिस्कुट ल्याइरहेको छ केटाले त्यही पनि बसेर चियासान्दै खान थालियो हैन त त्यही हो अब खान त पर्यो नि त अब खासै अरू त खानै पाइएन यार पसल बन्द भयो अनि यसो झर्दाखेरि हेरेको त पुरा उख्रे त छ्याप्पै छोपिरहेको छ है कुहिरोले हैन त अब त्यही हो गाइजहरू अनि बाटोमा एउटा नस्पतिको गेडा भेटाइयो हल्लाउँदै झरियो झर्दाखेरि मामाहरू ओडामा बसेर हाइहेलो गर्न लाएर चाहिँ म लागेँ घरतिर सबैजना है गाइजहरू ल आजको मिनी भ्लग चाहिँ मन परेमा लाइक र सेयर र सब्सक्राइब गरौँ हस् त बाई बाई।